दर्शकबिन यतिखेर भुन्टी इस्रायलले नयाँ मोड लिएको छ। हुँदा हुँदा भूमिकाले आफ्नै जित गरेर यतिखेर सबै दाजुभाइलाई ऋणमा डुबाएर जग्गा जमिन घर धितो राखेर आफ्नो विवाह नगरिदिए आफ्नो ज्यान फालेर आत्महत्या गर्छु भनेर सबैलाई धम्की दिइसकेपछि सबै घर जग्गा धितो राखेर सबै दाजुभाइलाई ऋणमा डुबाएर भूमिकाको विवाह भने धुमधाम गर्ने तयारी भइरहेको छ। हो दर्शकबिन यो कुरामा भूमिकाको कान्छो दाइ भने सहमत थिएनन्, तर पनि सबैको एकमुष्ट एकजुट भएपछि त्यस एउटा भीमको मात्रै के लाग्यो र। त्यसैले यतिखेर भने ब्याङ्कबाट सबै जग्गा धितो राखेर लोन निकालेर भूमिकाको विवाह धुमधामसँग गाउँमा तयारी गरिरहेको अवस्थामा यतिखेर आफ्नै ठुलो दाइ ठुले पनि सहरबाट आफ्नो बहिनीको बिहेको लागि गाउँतर्फ लागिसकेका छन्। हो दर्शकबिन के यो भूमिकाको विवाह के सम्पन्न होला त? भूमिकाको विवाहमा विगतका दिनहरूदेखि नै धेरै समस्याहरू आइपरिरहेकै थिए। हो दर्शकबिन भूमिकाले पटक पटक आफ्नो भाउजू भुन्टीलाई विभिन्न दोष लगाएर अरूसँग मिलेर भुन्टीलाई खेदो खनिरहेकी थिइन्। तसर्थ नारी भएर नारीको सम्मान गर्न नजाने भूमिकाको जीवनमा के राम्रो होला त? हो दर्शकबिन भुन्टीले पनि भूमिकालाई पहिले नै भनिसकेकी छिन्। हो दर्शकबिन मलाई जति पिर परेको छ त्योभन्दा बढी पिर तपाईँको पनि घरबार यानि कि विवाह भइसकेपछि पक्कै पनि परोस् भनेर भनिसकेकी छिन्। हो दर्शकबिन भुन्टीलाई धेरै खेदो खनेर भूमिकाले धेरै यातना टचर दिएकै थिइन्। तसर्थ हुँदा हुँदा पछि आएर आफ्नै ठुली भाउजू श्रेयासँग मिलेर भुन्टीलाई घरबाट निकाल्ने योजना र आफ्नो आमा बालकुमारीसँग मिलेर भुन्टी माथि हातसम्म उठाएकी थिइन् भूमिकाले। तसर्थ यतिखेर भने आफ्नो विवाह सम्पूर्ण यानि कि विवाह गरेर जाने बेलामा पनि सम्पूर्ण दाजुभाइलाई ऋणमा डुबाएर भूमिका जाने तयारी गरिरहेकी छिन्। बालकुमारीले पनि आफ्नो छोरी भूमिकाको विवाह अस्ट्रेलियाको पिआर भएको मोहन केटासँगै गरिदिन पाए आफू पनि अस्ट्रेलिया घुम्ने सपना देखेकी थिइन्, तर यो सपना भने पुरा हुने जस्तै भइसकेको छ। यद्यपि विवाह सम्पन्न नभइन्जेलसम्मको लागि यो भूमिकाको विवाह हुन्छ भनेर पनि हामी भन्न सक्दैनौँ, किनभने भूमिकाको विवाहमा सबै परिवारको मन्जुर भने छैन। भूमिकाले आत्महत्या गर्छु भनेर धम्की दिएकै कारण मात्र यो विवाह सम्पन्न हुन लागेको छ। हो दर्शकबिन यद्यपि श्रीमान यानि कि भुवन गाउँ गएको अवस्थामा भुन्टीलाई चोर दोष लगाएर घरबाट निकाल्न खोजेकी श्रेया भने यतिखेर भुन्टीको कुटाइ खाएर आफै घरबाट निस्किनु पर्ने स्थितिमा रहेकी छिन्। हो दर्शकबिन यसरी भुन्टी श्रेयालमा तनावै तनाव लफडै लफडा परिरहेको अवस्थामा यतिखेर भुन्टीलाई भने भूपेन्द्रले धेरै माया गर्न थालिसकेका छन्। जेरी आएर भूपेन्द्रको हात समाएर भूपेन्द्रलाई मेरो साथ देऊ भूपेन्द्र भन्दा पनि भूपेन्द्रले भने आफ्नो श्रीमती बाहेक अरूलाई म साथ दिँदैन भनेर भूपेन्द्र भने अठोट लिइसकेका छन्। यो अवस्थामा विगतका दिनहरूमा भूपेन्द्रलाई सन्चो भइसकेपछि छोडेर जान्छु भनेर बसेकी भुन्टीले अब के भूपेन्द्रले भुन्टीलाई धेरै माया गरेको अवस्थामा के भूपेन्द्रसँग सम्बन्ध राम्रो बनाएर बस्न सकिन्छ? हो दर्शकबिन यो सम्पूर्ण जानकारीहरू थाहा पाउनको लागि भने पक्कै पनि अब आउने नयाँ भुन्टी भागको हामीले प्रतीक्षा गर्नुपर्ने नै हुन्छ। त्यतिन्जेलसम्मको लागि हामीले प्रस्तुत गरिएको यस भुन्टी सिरियलले भिडियो तपाईँहरूलाई कस्तो लाग्छ? मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी सिरियलले भिडियोबाट बिताउन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त धन्यवाद।